ओम शान्ति। समयलाई हामीले अर्को शब्दमा काल पनि भनेर बुझ्ने गर्दछौँ र यी कालहरू 3 भागमा विभाजन गरिएको छ। वर्तमान काल, भूतकाल, भविष्यकाल। आज हामीले यो विषयमा थोरै मात्र चर्चा गर्न गइरहेका छौँ। यदि हामी सकारात्मक चिन्तन गर्छौँ भने भूतकाल हाम्रो शिक्षक बन्दछ, वर्तमान अमूल्य खजाना हुन्छ र भविष्य उज्जवल तथा उत्कृष्ट बन्ने बाटोमा अगाडि बढ्दछ। तर जब हामी नकारात्मक चिन्तनमा डुब्छौँ, भूतकाल भूतले जस्तै तर्साउन थाल्दछ। त्यसको असरले वर्तमान दुखी र अशान्त हुन्छ अनि भविष्य अन्धकार देखिन थाल्छ। आजको संसार निहाल्दा धेरै जसो मानिस नकारात्मक सोचकै कारण आफ्नो जीवन रूपी अमृत कलशमा विष घोलिरहेका छन्। त्यसैले सधैँ सम्झिराखौँ, वर्तमानमा गरिने हरेक सोच र सङ्कल्पले नै हाम्रो भविष्य निर्माण गरिरहेको हुन्छ। आजको दिन सकारात्मक सोचसँग सुरु गरौँ, किनकि आजको सोचले नै भोलिको जीवनको दिशा तय गर्दछ।